गर्मी मौसममा घुम्ने एकदमै आनन्दको ठाउँ टोखाजोर यानि कि बौडेश्वर महादेव गुप्त झरना को जानु भएको छ त। यस्तो आनन्दको ठाउँ हामी चाहिँ टोखाबाट चाहिँ जाँदाखेरि बाटोमा क्या खतरा भ्यू देखिने के काठमाडौँको भ्यू। यो टोखा पुग्ने बित्तिकै कस्तो शीतल आनन्द कुल भए जस्तै लाग्छ के, एकदमै चिसो ठाउँ छ नि त। यहाँ चाहिँ म अब स्कुटी पार्क गरेर तल झरनातिर हामी चाहिँ लाग्छौँ। माई गड हेर्नुहोस् त कति शीतल देखेको, कस्तो राम्रो देखेको। अब चाहिँ हामी फोटो भिडियो खिच्छौँ यहाँनिर। अनि एकदमै भिड थियो के, फोटो भिडियो खिच्ने ठाउँ पनि थिएन र पनि साइडबाट चेप्पिँदै खिच्यौँ। हामी चाहिँ यहाँ एकछिन नक्कल पार्छौँ, सबै फोटो भिडियोहरू खिच्छौँ। अलिअलि गर्दै म पुरै भिजिसकेँ, यतिको त भिज्नै पऱ्यो। अब सबिना र म एकछिन यसो दुईजनाले सेल्फी खिचौँ। मेरो टिकटक बनाइदिने मेरो पार्टनर चाहिँ यही केटी हो है। अब यसको पनि मेरो बनाइदिएछ, यसको पनि बनाइदिनु पर्यो। यहाँ चाहिँ बाउ छोरीको मस्ती खाएर बसेछन्। अनि हामी फेरि तल्लो झर्न लाग्यौँ। अनि म यसो ओह्रालो झर्दा पनि यसो अलिअलि नक्कल पारेँ। अब तल पुगिसकेँ। अरूले चाहिँ भन्दै हुनुहुन्थ्यो यो झर्नामा चाहिँ आत्था नभनिकन ढाड थाप्यो भने चाहिँ ढाड सन्चो हुन्छ अरे। दुःख चाहिँ हो कि होइन मलाई थाहा छैन। यहाँबाट चाहिँ माथि बाटोमा निस्किनलाई चाहिँ उकालो चढ्नुपर्छ नि त। बाटोमा चाहिँ लोकल काँक्राहरू राखेको हुन्छ कि बेच्नलाई, हामी काँक्रा साक्रा खायौँ। अब यो ठाउँमा आएपछि चाहिँ टिकटक नबनाउने त को हुनुहुन्छ होला र, बनाउनै पर्यो नि होइन। अब चाहिँ हामी टिकटक बनाउँछौँ। आजको मेरो भिडियो चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् है।